लार्वादेखि पुतलीसम्म। फागुनको रमाइलो महिना थियो। चारैतिर हरियाली छाएको थियो। रुखका हाँगामा नयाँ नयाँ मुना पलाएका थिए। चारैतिर चिरबिर गर्दै चराहरू गाइरहेका थिए। वातावरण निकै रमणीय देखिन्थ्यो। त्यही बेला एउटा सानो रेशमको लार्वा बिस्तारै घिस्रँदै थियो। धेरै बेरदेखि केही नखाएकाले उसलाई निकै भोक लागेको थियो। लार्वाले आफ्नो पेट समाउँदै भन्यो, ओहो, कस्तो भोक लाग्यो। अब त केही नखाए म हिँड्न पनि सक्दिन। ऊ यताउता हेर्दै खाना खोज्न थाल्यो। अचानक उसले नजिकै हरियो किम्बुको बोर्ड देख्यो। वाह, कति राम्रा कलिला पात। आज त मेरो भाग्य खुलेछ भन्दै ऊ हतार हतार किम्बुको बोटमा चढ्यो। उसले कलिला पात खान थाल्यो। न्याम 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 न्याम, कति मिठा पात। अझै खान्छु, अझै खान्छु, म त अझै खान्छु भन्दै उसले पेटभरि खायो। टन्न खाएपछि उसको आँखा झ्याम्म हुन थाल्यो। अब त मलाई धेरै निन्द्रा लाग्यो, केही बेर आराम गरौँ उसले भन्यो। त्यसपछि उसले आफ्नो र्याल निकालेर आफूलाई बिस्तारै बेर्यो र त्यही आरामसँग सुत्यो। घुर्दै ऊ गहिरो निन्द्रामा पर्यो। धेरै दिन बिते। एक दिन उसको निन्द्रा खुल्यो। कस्तो मिठो निन्द्रा भन्दै उसले आँखा खोल्यो। उसले आफ्नो शरीर हेर्दा छक्क पर्यो। उसले अचम्म मान्दै भनी, अरे यो के भयो? मेरा शरीरमा त सुन्दर पखेटा पलाएछन्। म त पहिले जस्तो लार्वा रहेनछु। उसले पखेटा फरफराएर हल्लाइन्। वाउ, म त अब पुतली बन्नेछु। कति सुन्दर देखिएकी छु। ऊ खुसीले फुरुक्क भई ऊ नजिकैको सफा पोखरीमा पानीमा आफ्नो प्रतिबिम्ब हेर्न पुग्छे। आहा, म त कति राम्री भएछु। मेरा रङ्गी बिरङ्गी पखेटा कति सुन्दर छन्। अब त सबैले मलाई हेर्नेछन्, सबैले भन्नेछन् कति राम्रो पुतली। अब कसैले मलाई डिस्क्याउने होइन, सबैले मेरो प्रशंसा गर्नेछन्। वाउ, ना 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 ना। खुसीले उसले पखेटा फुरफुराउँदै भन्छे, अब त म फुलबाट फुलमा उड्छु, मिठो रस पिउँछु, साथीहरू बनाउँछु र संसारभरि घुम्छु। यसो भन्दै सुन्दर पुतली नीलो आकाशमा आनन्दका साथ उड्न थाली।